भदौ 23 र 24 को त्यो ऐतिहासिक जेनजी आन्दोलन र त्यसपछि विशाल बहुमतका साथ सत्तामा पुगेका बालेन सरकार, जसमाथि आम जनताको आशा र विश्वास एकदमै बढी छ। सरकार बनेको अहिले 5 महिना हुन लागेको छ, तर यो बीचमा एउटा आम नेपालीको राज्यको दमनको कारण आत्मदाह गर्न बाध्य हुन्छन्। अर्कोतर्फ कुनै पूर्व योजना नबनाई भूमिहीन रहेका सुकुम्बासीको बस्तीमाथि डोजर चलाइन्छ। सरकार बनेको 24 घण्टा नबित्दै 76 जना युवाको हत्यारा मानिने केपी ओलीलाई अरेस्ट गरिन्छ र यो न्युज सुनेर पुरै आम नेपाली जनता खुसीले गदगद भएका थिए। तर भयो के, सरकारको अपरिपक्वताका कारण 12 दिन नबित्दै सर्वोच्चको आदेशपछि केपी ओली थुनामुक्त हुन्छन्। अब यी त केवल बालेन सरकारका अहिलेसम्मका केही असफलताहरू थिए। नो डाउट यो बीचमा बालेन सरकारले दर्जनौं राम्रा कामहरू गरेको छ, तर यो भन्दै गर्दा हाम्रो सरकार कहाँ असफल भयो त्यसलाई इग्नोर गरेर ब्लाइन्डली सरकारको पक्ष लिनु देशको विकासको लागि हानिकारक हुन सक्छ। किनभने अमेरिकाका एक्स प्रेसिडेन्ट थियोडोर रुजवेल्ट भन्छन्, क्रिटिसिजम अफ द प्रेसिडेन्ट इज पेट्रियोटिजम, यानी प्रेसिडेन्टको आलोचना गर्नु देशभक्ति हो। हाम्रो केसमा यहाँ प्रेसिडेन्ट होइन, प्राइम मिनिस्टर हुनुहुन्छ। आजको भिडियोमा हामी यो 5 महिनाको अवधिमा बालेन सरकार कहाँ कहाँ असफल भयो र किन, आजको भिडियोमा हामी यही हेर्नेवाला छौँ। असार 24, 2083 प्रधानमन्त्री बालेनले नेपालको प्राइभेट सेक्टरको समस्या बुझ्न र त्यसको समाधान खोज्न सो क्षेत्रका अधिकारीहरूसँग एउटा मिटिङ बोलाउँछन्। यो मिटिङ अर्थ मन्त्रालयसँग सिधा सम्बन्धित थियो, तर अचम्मको कुरा यति महत्त्वपूर्ण मिटिङमा हाम्रा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित थिएनन्। विगत 1-2 हप्तादेखि प्रधानमन्त्री बालेन लगातार 1 दर्जनभन्दा बढी प्राइभेट सेक्टरका संस्थाहरूसँग लामो घण्टोको मिटिङ गरिरहेका थिए, तर यी सबै मिटिङहरूमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति अर्थात् स्वर्णिम वाग्ले गायब थिए। र यो कुरा मिडियामा गएपछि एउटा ठुलो प्रश्न खडा भयो कि के बालेन र स्वर्णिम बीच केही न केही चलिरहेको छ, मेबी कन्फ्लिक्ट अफ इन्ट्रेस्ट। र बीचबीचमा यो खबर पनि आइरहेको थियो कि बालेनले स्वर्णिम वाग्लेलाई हटाउने निर्णय गरेका थिए, तर यो निर्णय तत्काल कार्यान्वयन नगर्न रासोपा सभापति रवि लामिछानेले भनेका छन्। यद्यपि यो न्युज भेरिफाइड होइन। अब कुरा यतिमै सीमित रहेन। जब अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ 15 मा नेसनल बजेट पेश गर्छन्, जसमा शिक्षा र स्वास्थ्यमा 3% ट्याक्स लगाउने प्रस्ताव गरिएको थियो, जसको चौतर्फी आलोचना भयो। यसै विषयलाई लिएर बालेनले साउन 5 मा आफ्नो फेसबुक मार्फत यो ट्याक्स हटाइएको घोषणा गरिदिन्छन्। तर कर हटाउने जस्तो विषयलाई डाइरेक्ट प्रधानमन्त्रीले आफ्नो निजी सोशल मिडिया मार्फत घोषणा गर्नु अस्वाभाविक थियो। यसको एउटा छुट्टै प्रक्रिया हुन्छ। अर्थ मन्त्रालयले प्रस्ताव गरेपछि, मन्त्री परिषदले निर्णय गरेपछि र नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्र ट्याक्स हटाइन्छ। तर यहाँ बालेनले पर्सनली आफ्नो फेसबुक मार्फत घोषणा गरिदिए। अब सरकारको प्रधानमन्त्री र अर्थमन्त्री बीच यस्तो मनमुटाव भएपछि सरकारको कार्य सम्पादनमा असर देख्नु स्वाभाविक हो र बालेन सरकारको क्याबिनेटमा यो समस्या अहिले मात्र देखिएको छैन। सरकार गठन भएकै बेलादेखि छ। सरकार बनेको 13 दिन नबित्दै बालेनले आफ्नो क्याबिनेटका मन्त्री दीपकलाई बर्खास्त गर्छन्, कारण तत्कालीन मन्त्री दीपकले आफ्नो पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गरेका थिए र यस्तो गरेपछि बालेनले आफ्नो शून्य सहनशीलताको परिचय गरायो। तर यसले गर्दा मन्त्री परिषद अस्थिरतातर्फ जाँदै थियो। त्यसको केही दिन नबित्दै वैशाख 9, 2083 मा गृहमन्त्री सुदन गुरुङले पनि आफ्नो पदबाट राजीनामा दिन्छन्। मनी लन्ड्रिङ अनुसन्धान अन्तर्गत एक व्यापारीसँग लेनदेन गरेको रिपोर्ट आएपछि निष्पक्ष छानबिनका लागि उनले राजीनामा दिएका थिए। छानबिन हुन्जेल बालेनले गृहमन्त्रीको पद आफैसँग राखे र पछि निर्दोष साबित भएपछि सुदन गुरुङले फेरि गृहमन्त्रीको पदमा फर्किए। तर यसले के देखाउँछ भने बालेन आफैले बनाएको क्याबिनेटबाट खुसी छैनन्। कहिले कानुन मन्त्री सुविता गौतमलाई हटाउने खबर आउँछ त कहिले उद्योग मन्त्री गौरी कुमारी यादवलाई। यसले सरकारको मन्त्री परिषद अस्थिर रहेको देखाउँछ, जसले देश विकासमा पक्कै पनि असर पार्नेछ। बालेन काठमाडौँको मेयर हुँदा काठमाडौँको नदी किनारहरूमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउने प्रयास गरेका थिए, तर त्यति बेला बाहरूको सरकार भएको कारण उनले संघीय सरकारबाट सहयोग पाएनन्। संघीय सरकारको सहयोग बिना नोभेम्बर 28, 2022 मा थापाथली बस्ती खाली गराउन नगर प्रहरीलाई निर्देशन दिए, तर बस्ती खाली गराउँदा नगर प्रहरी र स्थानीयहरू बीच झडप भई तत्कालीन महानगर प्रमुख राजु पाण्डे सहित 36 जना मानिसहरू घाइते भएका थिए। अब यो प्रयास असफल भएपछि
गरिसकेपछि बालेनले यो बुझे कि केही बस्तीहरू खाली गराउन संघीय सरकारको समर्थन र सहयोग आवश्यक छ। त्यसैले उनले नारायण काजी श्रेष्ठ र रवि लामेछाने लगायत गृह मन्त्रीहरूसँग सहयोग मागे। रवि लामेछाने गृह मन्त्री हुँदा मन्त्रालयले कुनै पनि निष्कासन गर्नु अघि कानुनी प्रक्रियाहरू पालना गर्न, सरकारवालाहरूसँग परामर्श गर्न र उचित तयारी गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए। हो यसरी बालेन मेयर हुँदा सुकुम्बासी बस्तीहरू खाली गराउन असफल भएका थिए र यही एजेन्डालाई लिएर जब उहाँ प्रधानमन्त्री बने, संघीय सरकारले आफ्नो हातमा लिए, तब तुरन्तै सरकारले आफ्नो 100 दिनको रोड म्यापमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न लक्ष्य लियो। सरकार बनेको 1 महिना नबित्दै गृह मन्त्रालय पनि आफूसँगै राखेकाले यो निर्देशन दिए कि यो सुकुम्बासी बस्ती खाली गराउन तयारी गर्नुहोस् र यसपटक जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाको समन्वयमा कडा सुरक्षा र कुनै हिंसात्मक झडप नभएको अवस्थामा सरकारले काठमाडौँ केही बस्तीहरू खाली गराउन सफल भयो र यो बेला बालेनको आफ्नै सरकार थियो। तब उनलाई यो गर्न कसले रोक्न सक्थ्यो र बस्ती खाली गरेपछि झन्डै 10,000 भन्दा बढी मानिसहरू विस्थापित भए। यी सुकुम्बासीहरूको घर भत्किएपछि घरविहीन हुँदा आँखामा आँसु आएको थियो। तर सरकारले यो सुकुम्बासीहरूको समस्या 1000 दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनायो अनि विस्थापित भएका सुकुम्बासीहरूलाई हिलिङ सेन्टरमा क्याम्प बनाई राख्ने व्यवस्था मिलाइयो। तर सरकारको यो अभियान अहिलेसम्म असफल भएको छ। सरकारले बिना मतलब हजारौं सुकुम्बासीहरूलाई दुःख दियो। सरकार आफ्नो काम जनताले हेराउने यति हतारमा थियो कि कुनै पूर्व योजना नै बनाउन बिर्सियो। सरकारले पहिला असली सुकुम्बासी को हो त्यसको पहिचान गर्नु पर्थ्यो र त्यसपछि प्रमाणको आधारमा पुनर्स्थापना वा निष्कासन गर्नु पर्थ्यो। तर त्यस्तो गरिएन। बस्ती खाली गर्नु अघि सरकारले भन्यो यो एरियामा हामीले पार्क बनाउने छौं, तर अहिलेको समयमा त्यहाँ पार्क बनाउने कुनै काम सुरु भएको छैन। बस्तीहरू हटाएपछि हजारौं बालबालिका र वृद्धहरू घरविहीन भएका थिए। तर त्यो भन्दा पनि दुःखको घटना घट्यो। यो प्रक्रियामा सरकारको लापरवाहीको कारण 2 जनाले आत्महत्या गरे। यति मात्र होइन, जब सुकुम्बासीहरूलाई हिलिङ सेन्टरमा राखिएको थियो त्यहाँ पनि उनीहरूलाई धेरै कठिनाइहरूको सामना गर्नु पर्यो। बाढी आएको समयमा पुरै हिलिङ सेन्टर नै डुबानमा परेको थियो। जसोतसो उनीहरूलाई फेरि अर्को ठाउँमा सारियो। अब यहाँ मन्त्रीहरूले लाल पूर्जा दिने वाचा गरेका छन्, तर त्यो जग्गा वास्तवमा कहाँ र कहिले हुनेछ भने यो प्रश्नहरू अझै बाँकी नै छन्। बस्ती खाली गर्नु अघि प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक मार्फत केही तस्बिरहरू देखाउँदै सबैलाई यो भनेका थिए कि हामीले सुकुम्बासीहरूलाई डुबान क्षेत्रबाट हटाएका छौं। तर यो योजना असफल हुँदै गर्दा उनको मुखबाट एउटा शब्द पनि बाहिर आएन। अब हेर्नु, सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था गर्नु र यी बस्तीहरू खाली गराउनु आवश्यक थियो, तर हतारमा होइन। बालेन सरकारले यदि पूर्व योजना बनाएर यो सबै कार्य गरेको भए आज सुकुम्बासीहरू घरविहीन हुनु पर्थिएन। खैर, सरकार जसरी भए पनि 1000 दिनभित्र सुकुम्बासीको समस्या समाधान गर्न लक्ष्य लिएको छ। अब हेरौं अगाडि के हुन्छ। बालेनले पदभार ग्रहण गर्न साथ उनको मन्त्री परिषदले 24 घण्टादेखि 1000 दिनसम्मको 100 वटा शासन सुधारका बुन्दाहरू जारी गर्यो। यी समय सीमा तोकिएका बुन्दाहरू मध्ये 15 वटा 15 दिनभित्र पूरा गर्नुपर्ने थियो, 24 घण्टाभित्र एउटा, हप्ताभित्र 5 वटा र 15 दिनभित्र 9 वटा। तर सरकारको 16औं दिनमा 100 मध्ये जम्मा 2 वटा बुन्दाहरू मात्र सफल भएका थिए। सम्पत्ति अनुसन्धान समिति गठन, भ्रष्टाचारी विरोध कार्ययोजना र सेप्टेम्बर 9 मा भएको जेन्जी प्रोटेस्टको घटनाहरूको छानबिन समिति। अहिलेको अवस्थामा यदि तपाईँ सरकारले आफ्नो 100 वटा कामहरू ट्र्याक गर्न बनाइएको प्रतिपक्ष नामक वेबसाइट खोल्नुहुन्छ भने जहाँ सरकारको लक्ष्य थियो कि 100 दिनमा हामीले 100 वटा कामहरू गरेर देखाउँछौँ, त्यसमा त सरकार असफल नै भएछ। सरकारको अनुसार 100 बुन्दे कार्यसूचीबाट 63 वटा कार्यहरू सम्पन्न भएका छन् र 36 वटा कार्यहरू कार्यान्वयनमा छन्। अर्थात् हाम्रो गभर्नमेन्टको अनुसार अहिले केवल 36 वटा कामहरू अधुरा छन्। तर यो डेटा हेर्नुहोस्, कान्तिपुरले गरेको अनुसन्धान अनुसार सरकारले आफ्नो 100 दिनमा जम्मा 38 वटा कार्यहरू पूरा गर्न सफल भएको थियो। अर्थात् 62 कामहरू अझै बाँकी नै छन्। अब यस्तो अवस्थामा हामी कसरी यो प्रतिपक्ष नामक वेबसाइटको रिपोर्टमा विश्वास गर्ने त? बालेन सरकारले हतारमा कार्यहरू गर्न खोज्यो र यसले न त सरकारको उद्देश्यले सहयोग पुर्यायो न त जनतालाई। यसैबीच सरकारले प्राइभेट सेक्टरहरूको मनोबल बढाउन र सहकारी सम्बन्धी समस्याहरू समाधान गर्न, तर यहाँ मनोबल बढाउनुको सट्टा सरकारले उल्टै निजी क्षेत्रहरू बीच डर उत्पन्न गरिदियो। सरकारले दीपक भट्ट, शेखर गोल्छा जस्ता ठूला हाई प्रोफाइल व्यक्तिहरूलाई धामाधम अरेस्ट गर्न सुरु गर्यो। हाम्रा गृहमन्त्री त हरेक दिन आफ्नो फेसबुकमा गुड मर्निङ लेख्दै धामाधम आरोपीहरूलाई पक्राउ गरिरहेका थिए। अब यो हेरेर आम जनता त खुसी भए कि बल्ल गएर एउटा यस्तो सरकार आएछ जो ठूला शक्तिशाली व्यक्तिहरूलाई समात्न
क्षमता राख्छ। तर यसले देशभरिका निजी व्यवसायहरू र लगानीकर्ताहरू बीच ठूलो चिन्ता र त्रास उत्पन्न गर्यो। अनि यो सबै पक्राउ गर्नुको के फाइदा जब अन्त्यमा अदालतले धरौटीमा छाडिदिन्छ। अब यहाँ कसरी बालेन सरकारको हरेक पाइलालाई अदालतले रोकेको छ त्यसको बारेमा पनि भिडियोमा अगाडि आउनेवाला छ। अब कुरा यहाँ यो रहेन कि सरकार आफ्नो 100 दिनको प्रतिबद्धतामा कहाँ असफल भयो कि पहिलाको सरकार जस्तै हावातालमा काम गर्यो। यहाँ कुरा यो आउँछ कि हामी सजिलै हेर्न सक्छौँ कि हाम्रो सरकार कहाँ असफल भयो। पहिलाको सरकारमा के हुन्थ्यो भने गभर्नमेन्ट कहाँ प्रोग्रेस गरिरहेको छ, कहाँ असफल भएको छ, जनताले केही थाहा पाउँदैन थियो। यसपालि बालेन सरकारले स्पष्ट रूपमा 100 कार्यसूचीको प्रतिबद्धता जनायो, 100 दिनको समय सीमा तोक्यो र जति हुन सक्छ त्यति काम गरेर देखायो। त्यसैले यहाँ सरकारको प्रशंसा गर्नुपर्छ र यो पनि बिर्सनु हुँदैन कि हाम्रो सरकार कहाँ कहाँ गल्ती गर्यो र कहाँ कहाँ असफल भयो। नेपालमा नयाँ बालेन सरकारले सत्ता सम्हालेपछि घुसखोरी, भ्रष्टाचारी र नयाँ आरोपहरूमा लगभग 460 जना भन्दा बढी व्यक्तिहरूलाई अरेस्ट गरेको छ। यी मध्ये 330 जना भन्दा बढीलाई जमानतमा रिहा गरिएको छ र केवल 130 जना मात्र अहिले हिरासतमा छन्। सरकारले सुरुको केही दिनहरूमा मात्र 10 जना भन्दा बढी ठूलो हाई प्रोफाइल व्यक्तिहरूलाई अरेस्ट गरेको थियो, जस्तै कि मनी लन्ड्रिङ केसमा, बाल श्रममा र जेन्जी आन्दोलनमा मृत्यु भएका घटनामा आपराधिक लापरवाही गरेको आरोपमा अरेस्ट गरेको थियो। तर ती 10 जना मध्ये 5 जना रिहा भइसकेका छन् र 2 जना अनुसन्धानकर्ताहरूलाई उपलब्ध रहने शर्तमा थुना मुक्त भएका छन्। सरकारले सत्तामा आउने बित्तिकै ठूला नेता र व्यवसायीहरूलाई समात्न त सुरु गर्यो, तर समातेको केही दिन नबित्दै धेरै जसोलाई अदालतले बेल दियो। अब यसलाई यस्तो पनि हेर्न सकिन्छ कि सरकारले एकातर्फ अरेस्ट गर्दै थियो अनि अर्कोतर्फ अदालतले सबैले रिहा गर्दै थियो। अर्थात् यहाँ सरकार र अदालत एकअर्काको विरुद्ध काम गर्दै थियो। सरकार बनेको 24 घण्टा नबित्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले फौजदारी अनुसन्धानको सिफारिस गरेपछि केपी ओली र रमेश लेखकलाई 2082 चैत 14 गते अरेस्ट गरिएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतले म्यादलाई 3 पटक स्वीकृत गर्दै प्रहरीले उनीहरूलाई थुनामा राख्ने अनुमति दियो। त्यही महिनाको चैत 25 गते तेस्रो म्याद सकिएपछि अदालतले अनुसन्धान जारी राख्न अनुमति दिँदै उनीहरूलाई थुना मुक्त गर्ने आदेश दियो। जेन्जी आन्दोलनको मुख्य अपराधी मानिएको केपी ओली शर्मा र रमेश लेखक, जसले नयाँ आएको सरकारले अरेस्ट गरेको थियो, उनीहरूले हाम्रो सोकल अदालतले रिहा गर्यो र यो सोचेन कि भदौ 23 र 24 को कसरी ती युवाहरू शहीद भएका थिए र कसको कारणले भएका थिए र यसमा सरकार पूर्ण रूपमा असफल भयो। त्यस्तै जेन्जी प्रोटेस्टको क्रममा अनावश्यक बल प्रयोग गर्न आदेश दिएको आरोपमा अरेस्ट गरिएको काठमाडौँको सिडिओ छवि रिजाललाई पनि सोही दिन बेलमा रिहा गरियो। यसले के देखाउँछ कि सरकारको कानुनी प्रक्रियामा कमजोरी छ। आरोपीहरूले समात्नु अघि पर्याप्त प्रमाणको सङ्कलन गरिएन, बस सरकार आफ्नो स्पिड देखाउनको लागि धमाधम अरेस्ट गर्दै थियो। अकाउन्टेबिलिटी। लोकतन्त्रमा अकाउन्टेबिलिटी अर्थात् जवाबदेहिता धेरै नै महत्त्वपूर्ण हुन्छ, किनभने अकाउन्टेबिलिटीले भ्रष्टाचार रोक्छ, नेताहरूको हरेक पाइलाको हिसाब दिन्छ र सरकारमाथि जनताको विश्वास बढाउँछ। तर अहिले हाम्रो नेपालको लोकतन्त्रमा यस्तो भइरहेको छैन। हाम्रो देशका प्रधानमन्त्री प्रश्नबाट भाग्छन्, प्रेस कन्फरेन्सबाट भाग्छन्। तपाईँ जति नै बालेनको समर्थक किन नहुनुहोस्, तपाईँले यो कुरा एक्सेप्ट गर्नै पर्छ। अप्रिल 2, 2026 मा सरकार गठन भएपछि पार्लिमेन्टको पहिलो सेसनमा प्रधानमन्त्री बालेनले सम्बोधन गर्न अस्वीकार गर्छन् र त्यसको केही हप्ता पछि जब राष्ट्रपति संयुक्त सत्रमा सरकारको नीति तथा कार्यक्रम औपचारिक रूपमा प्रस्तुत गरे, तब हाम्रो प्रधानमन्त्रीले प्रस्तुतिको बीचबाटै संसद छोडेर गए। प्रधानमन्त्री जस्तो व्यक्तिको यो गतिविधि हेरेर धेरै जनाले भने यो राष्ट्रपतिको अनादर हो, तर शाहको कार्यालय वा सरकारले कहिले सार्वजनिक रूपमा यसको स्पष्टीकरण दिएन। यस्तै नीति तथा कार्यक्रमको विषयमा प्रधानमन्त्रीबाट प्रश्नको जवाब लिन उत्साहित भएको हाम्रो प्रतिपक्षले यो स्वर्ण अवसर कहिले पाएन। प्रधानमन्त्रीको सट्टा स्वर्णिम वाग्लेले जवाब दिए। पारदर्शितालाई प्राथमिकतामा राख्ने बालेन सरकारले आफ्नै प्रधानमन्त्रीको पारदर्शिताको हिसाब लिन सकिरहेको छैन। हाम्रो पीएमले अहिलेसम्म न त कुनै प्रेस कन्फरेन्स गरेका छन्, न त कुनै इन्टरभ्यू दिएका छन् र यो कुराको विरोध हाम्रो प्रतिपक्षले सधैँ पार्लिमेन्टमा गर्दै आएको छ। अनि अब हामी आम नेपालीलाई पनि चिन्ता बढिरहेको छ कि कतै हाम्रो देश तानाशाहीमा त गइरहेको छैन। नेपालको संविधानको धारा 76 को उपधारा 10 मा उल्लेख भए अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संसदप्रति उत्तरदायी हुनुपर्छ। यो कानुनी दायित्व हो, कसैको मुडले हुँदैन। एउटा लोकतन्त्र बहसमा चल्छ र यसले प्रधानमन्त्री वा मन्त्रीलाई अनिश्चितकालसम्म
सार्वजनिक जवाबदेहिताबाट बच्न दिँदैन। हो यस्तो व्यवस्था हाम्रो संविधानमा रहेको छ। हुन त बालेनले जेठ 17 2083 को दिन पार्लियामेन्टमा सांसदहरूको जवाब दिन उभिएका थिए र केही प्रश्नहरूको जवाब पनि दिए, तर जवाब दिँदै गर्दा उनले राष्ट्रको स्वाधीनतामाथि नै प्रश्न उठाउने अभिव्यक्ति दिए। अब विश्वका लोकतान्त्रिक देशहरूमा हेर्ने हो भने प्रधानमन्त्री वा राष्ट्रपति संसद र जनताप्रति धेरै नै एकाउन्टेबल हुन्छन्। जस्तै अमेरिकाको कुरा गर्दा त्यहाँका राष्ट्रपतिले वर्षमा करिब 15 देखि 30 वटासम्म प्रेस कन्फरेन्स दिन्छन्। त्यस्तै युकेमा यो भन्दा पनि कडा प्रावधान छ। प्राइम मिनिस्टरले हरेक बुधबार दिउँसो 12 बजे संसदको बैठक चलिरहँदा 30 मिनटको लागि हाउस अफ कमन्समा उभिनु पर्छ। विपक्षी नेता तथा सांसदहरूको लिखित अलिखित सबै प्रश्नहरूको जवाब दिनुपर्छ। यो भन्नुको मतलब तपाईले देखाउनु हो कि हाम्रो प्रधानमन्त्री कतिको अकाउन्टेबल छन्। अब यहाँ यो पनि भन्न सकिन्छ कि हाम्रो प्रधानमन्त्री नेपालको संविधानको उल्लङ्घन गरिरहेका छन्। तर यो भन्दै गर्दा हाम्रो नियमहरूले नै उहाँले सधैँ जवाबदेहिताबाट उम्किने बाटो खोलेको छ। यो सबै कुराको निष्कर्ष यही हो कि हाम्रो प्रधानमन्त्री यदि अकाउन्टेबल भएनन् भने हाम्रो देश एक दिन तानाशाहीमा जान सक्छ। त्यसैले प्रधानमन्त्री बालेनले आफ्नो शैली परिवर्तन गर्नुपर्छ र जनताप्रति संसदप्रति जवाबदेही हुनुपर्छ। यहाँसम्म आइपुग्दा हामीले बालेन सरकारको यथार्थ हेर्यौं, तर यो भन्दै गर्दा हामीले बालेन सरकारलाई प्रोत्साहन र धन्यवाद दिन बिर्सनु हुँदैन। जसरी बालेन सरकारले सुशासनको अनुभूति जनतालाई गराउने प्रयास गरिरहेको छ र नेपालको ब्युरोक्रेसीलाई सुधार्दैछ, त्यसले पक्कै पनि देशलाई बिस्तारै अगाडि बढाउनेछ। यो भिडियो बालेन सरकारको जानी जानी आलोचना गर्न बनाइएको होइन। यो भिडियोले तपाईले बालेन सरकारको केही कमजोरीहरू देखायो र पर्सनली मेरो सरकारप्रति कुनै हेट छैन, बल्कि अझ पनि सरकारसँग लगभग 4 वर्ष 7 महिना छ आफ्ना सबै कमजोरीहरूलाई सुधार्न र जनतालाई रियल सरकारको अनुभूति गराउन। तपाईको यसबारेमा के राय छ मलाई कमेन्टमा अवश्य भन्नुहोला। अनि एकैछिन माथिको भिडियोमा तपाईँ क्लिक गरेर यो हेर्न सक्नुहुन्छ कि नेपालको भविष्यमा कस्तो कस्तो अर्बौं खर्बौं रुपैयाँको फ्युचर प्रोजेक्ट बनिरहेको छ, जसले नेपाललाई सधैँभरिको लागि बदल्न सक्छ। तपाईँ त्यो भिडियो यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। आजको लागि यति नै। हाम्रो भेट हुन्छ अर्को भिडियोमा। जय नेपाल।